देवताको स्तुति रचयिता म अम्बादत्त जोशी, प्रतिबिम्ब दृष्टिविहीन शिक्षक, श्री महाकाली जनज्योति आधारभूत विद्यालय भुजेला कञ्चनपुर, जन्मस्थान शैल्यशिखर 8 पपरथला दार्चुला, हालको बसोबास भीमदत्त नगरपालिका 11 भुजेला कञ्चनपुर, हुर्किएको स्थान शैल्यशिखर 7 देवथली। यस कुल देवताको स्तुति कविता संग्रह अन्तर्गत लटैनाथ, गलैनाथ, मालिकार्जुन, हुनैनाथ, बरमदेव र मसिना आमाको स्तुति प्रस्तुत गरिएको छ र यी मेरा आफ्ना कुलदेवता भएको हुनाले यसमा यी कविताहरू मेरो आफ्नो स्वरचित कविताहरू मैले प्रस्तुत गरेको छु र यी सबै कविताहरू शार्दूल विक्रीडित छन्दमा लेखिएका छन्। लटैनाथ देवताको स्तुति। हे स्वामी लटिनाथ प्रभु हजुरको आज्ञा शिरो पर धरी, सच्चा कर्म गरौँ खुला हृदयले उद्धार होला भनी। मल्लिकार्जुनका सुपुत्र लटिनाथ योद्धा भनी मान्दछौँ, मान्छेका घटमा सदा बसिदिने ईश्वर भनी ठान्दछौँ। पूजा गर्न प्रशस्त मन्दिरहरू जो छन् हजुरका यहाँ, दर्शन गर्न भनेर सज्जनहरू जान्छन् सधैँ नै त्यहाँ। कोही वृक्ष मुनि शिला हजुरको राखी पूजा गर्दछन्, इच्छा तृप्त गराउने प्रभुजीको आराधना गर्दछन्। भक्ति गर्दछु मन मनै हजुरको एकचित्तले ध्यान गरी, आशा गर्दछु न्यायको हर घडी अन्याय मास्ने भनी। मेरो चित्त एकाग्र होस् हजुरको भक्ति उपरमा सदा, नेपाली दुनिया कवि भनी चिनोस् हे नाथ मलाई यहाँ। नेपाली दुनिया कवि भनी चिनोस् हे नाथ मलाई यहाँ। गलैनाथ देवताको स्तुति। हे स्वामी बलवान तथापि गुणवान प्रभु गलैनाथ भनी, भक्ति गान गरौँ सधैँ हजुरको एकचित्तले ध्यान गरी। मल्लिकार्जुनका सुपुत्र गलिनाथ स्वामी भनी मान्दछौँ, मान्छेका दिलमा खुसी भई सधैँ बस्ने भनी ठान्दछौँ। पूजा गर्न भनेर मन्दिरहरू जो छन् हजुरका पनि, दर्शन गर्न भनेर मानिसहरू जान्छन् सफा मन गरी। भक्ति भावले पवित्र मनले बत्ती त्यहाँ बाल्दछन्, ठुला रोगहरू निको गरिदिने रक्षक भनी ठान्दछन्। जात्रामा नवरात्रिमा हजुरको कीर्तन भजन गर्दछन्, इच्छा तृप्त गराउने नियतले जागराम गरी बस्दछन्। हे स्वामी सबका निधि हजुरको भक्ति सधैँ गर्दछन्, हाम्रो चित्त सधैँ सफा हुन सकोस् बिन्ती गरी भन्दछन्। हाम्रो चित्त सधैँ सफा हुन सकोस् बिन्ती गरी भन्दछन्। मल्लिकार्जुन देवताको स्तुति। मल्लिकार्जुन देवता हजुरमा श्रद्धा छ मेरो अति, पूजा गर्दछु ध्यानले प्रभुजीको स्वच्छन्द राखी मती। बस्ने ठाउँ रमाइलो छ प्रभुको अग्लो शिखर ठाकुरा, प्यारो लेखम क्षेत्रको शिखर हो जिल्ला पर्यो दार्चुला। आषाढ शुक्ल चतुर्दशी हजुरको जात्रा शिखरमा हुने, कार्तिक शुक्ल त्रयोदशी पनि ठुलो जात्रा शिखरमै हुने। दर्शन गर्न भनेर मन्दिरहरू जो छन् हजुरका यहाँ, भक्ति भाव लिएर मानिसहरू
जान्छन् खुसीले त। नर नारी जन पर्वमा हजुरको आराधनामा बसी भक्ति गान सुनाउँछन् मन सुने एकाग्रतामा रही। मान्छेका मनका सबै दुःखहरू मेटेर शान्ति दिने हाम्रा दुःख र सुखका समयमा साथी सदा भइदिने। स्वामी दीन दयालुका चरणमा यो शिरलाई धरी बिन्ती गर्दछु देव जीवनभरि सत्मार्ग पाऊँ भनी। भक्ति गर्न सकूँ सधैँ हजुरको आत्मा सदा शुद्ध होस्। ठुला रोग लिएर बाँच्नु नपरोस् मेरो अमर काम होस्। हाम्रो देश सदा अमर हुन सकोस् नेपालको नामले। मान्छेको दुनिया सुखी हुन सकोस् शान्ति र सत्कामले। बिन्ती होस् सधैँ प्रभु हजुरमा कैलाशवासी भनी हामी पूजन गर्दछौँ हजुरको शम्भु र शङ्कर भनी। सन्ध्या काल र प्रात काल नचुकी पूजा प्रभुको गरौँ। आफ्नो चित्त सफा गरिकन यहाँ जब ध्यान हामी गरौँ। आफ्नो देह सफा गरिकन यहाँ शुद्ध चरणमा रही पूजा पाठ र प्रार्थना अब गरौँ एकाग्रतामा रही। हुँदैनाथ देवताको स्तुति। हामी भक्त बनौँ प्रसन्न मनले स्वामी हुँदैनाथको पूजा पाठ गरौँ पवित्र मनले स्वामीजीका गातको। भक्ति गर्न भनेर मन्दिरहरू शिलाहरू छन् जहाँ आत्मा शुद्ध गरेर मानिसहरू जान्छन् खुसीले त्यहाँ। जात्रामा नवरात्रिमा हजुरको भक्ति त्यहाँ गर्दछन्। इच्छा तृप्त गराउने नियतले जागराम गरी बस्दछन्। दुखी मानिसलाई दर्शन दिने प्रभु दयालु भनी बत्ती फूल चढाई भक्त जनले श्रद्धा दिलैमा धरी। मान्छेका मनमा बसिकन सदा सन्ताप हर्ने भनी भक्ति गर्दछु सोच सोच दिलले वरदान पाऊँ भनी। मेरो जीवन यो सुखी हुन सकोस् बिन्ती छ मेरो यहाँ। ज्ञानी बन्न सकूँ गुणी बनिरहूँ मानव जगतमा यहाँ। ज्ञानी बन्न सकूँ गुणी बनिरहूँ मानव जगतमा यहाँ। परम देवताको स्तुति। हामी ध्यान गरौँ पवित्र मनले हाम्रा परम देवको श्रद्धा भाव दिएर आदर गरौँ प्यारा परम देवको। पूजा गर्न भनेर मन्दिरहरू छन् बर्मजीका जहाँ दर्शन पाऊँ भनेर मानिसहरू जान्छन् खुसीले तहाँ। भक्ति भाव लिएर गाउँ नजिकै शिलाहरू राख्दछन्। सारा शोकहरू मिटाउन भनी बत्ती त्यहाँ बाल्दछन्। न्यानो स्नेह दिई गरिब जनको उद्धार गर्ने भनी आशा सज्जन राख्दछन् मनभरि हे वर्म स्वामी भनी। राज गर्ने दिलमा मनुष्य जनका प्रसन्न मनले सदा पापीलाई सताई भक्त जनका संकष्ट हर्ने यहाँ। त्यस्ता सोच्छ विवेकीका शरणमा यो शिरलाई धरी बिन्ती गर्दछु स्वामी जीवनभरि सत्मार्ग पाऊँ भनी।
बिन्ती गर्दछु स्वामी जीवनभरि सतमार्ग पाऊँ भनी। मसिना आमाको स्तुति। यो मसिना आमाको मन्दिर शैलशिखर नगरपालिका वडा नम्बर 8 अम्तोली र पपरथलाको बीचमा छ। हे आमा मसिना प्रभु हजुरको भक्ति मनैमा धरी, राम्रा काम गरौँ पवित्र मनले सन्तोष होला भनी। स्वामी श्री लटिनाथकी प्रिय भनी आराधना गर्दछौँ, मनका शोक मिटाउने हजुरको भक्ति गरी बस्दछौँ। शान्ति मात्र रुचाउने हजुरको पूजा सधैँ गर्दछौँ। ठुलो पीर लिएर बाँच्नु नपरोस् बिन्ती गरी भन्दछौँ। मान्छेको दुःखमा दया गरिदिने हे ईश्वरी भन्दछौँ। यो मस्तिष्क सधैँ सफा हुन सकोस् आशा यही गर्दछौँ। अम्तोली र पपरथला बिच त्यहाँ राम्रो छ मन्दिर पनि, ठुला वृक्ष र फुलबारी बिचमा शोभा दिने त्यो अति। सोही मन्दिरमा सधैँ हजुरको पूजा हुने गर्दछ। मातृ स्नेह दया र शान्ति सुखको आशा जगत गर्दछ। मातृ स्नेह दया र शान्ति सुखको आशा जगत गर्दछ। धन्यवाद।